सीतास्मा साई यमरी सीता फुपूले बनाउनु भएको चढाएको घन्टा मन्दिरमा दान गर्नु भएको छ मन्दिरमा चढाएको ए चढाएको अलि मिठो छ पढ्नु मिल्छ यो बटुक भैरव मन्दिर मन्त्र हो म पढ्छु हो हजुर हजुर ओम काल रूपाय नमः बटुक भैरवाय नमः शिवाय नमः ओम काल ओम 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 ठम सहा भैरव मन्त्र हो यो चाहिँ साके सम्मत 1938 विक्रम सम्मत 2073 साल वैशाख 2 गते स्थानीय विकास राज्य मन्त्री माननीय कुन्ती कुमारी साईज्यूबाट मन्दिर निर्माण शिलान्यास भयो। त्यो हाम्रै परिवारभित्रको दिजु मन्त्री थियो नेपाल सरकारको उही दिजुबाट मैले शिलान्यास गरेको यही बेलासपुरको छोरीबाट हजुर होइन स्वस्थ श्री साके सम्मत 1943 विक्रम सम्मत 2074 आश्विन शुक्ल पक्ष का दिन घटस्थापना तिथो गुरुबासरे स्थान क्षेत्र बेलासपुर घटस्थापनाको दिनमा गुरुबारको दिनमा बेलासपुरे राजाहरूको कुलदेवता बटुक भैरवको मन्दिर यसै स्थानमा बेलासपुरका राजा कर्णसाईका 7औं पुस्ताका ज्येष्ठ पुत्र श्री भूपेन्द्र साईको अध्यक्षतामा निर्माण सुसम्पन्न गरी वैदिक विधिपूर्वक प्राण प्रतिष्ठा गरी बटुक भैरवको मूर्ति भक्तिपूर्वक पुनर्स्थापना गरियो। हजुरको नाम आएको नि पहिला श्री बेलासपुर बटुक भैरवको मन्दिर खस मल्ल राज्यकालको अवसान राजकोटीका महाराजा मलय बम्मलले गरेपछि स्थापित 22 राज्यको बेलासपुर राज्य संसारी बम्मको छोरा श्री बम्मले स्थापना गरेसँगै यस मन्दिरको स्थापना गरिएको हो। बेलासपुरको प्रथम नायक श्री बम्मले श्री वर्माले साके सम्मत 1340 विक्रम सम्मत 1475 मा दरबारभित्र कुलदेवताका रूपमा बटुक भैरवको अमृत प्रस्तरको मूर्ति राखी स्थापना गरिएको हुनाले राज्यका अन्तिम राजा कर्णसाईकी रानीले आफ्नो माइती सिजाबाट ढलौटको बटुक भैरवको मूर्तिलाई स्थापना गरिएको प्राचीन किम्वदन्ती छ। भनेको आफ्नो माइतीबाट हाम्रो यहाँको रानीले चाहिँ ल्याएको। अब यो बेलासपुर मन्दिर क्षेत्र संरक्षण प्रवर्धन तथा व्यवस्थापन एवं निर्माण समिति भन्ने हाम्रो समिति छ। यो समितिको अध्यक्ष चाहिँ श्री भूपेन्द्र साई नारायण नगरपालिका 2 जारकोट दैलेख भनेको म हो हेमा अधिकारी नवीन शर्मा यो सबै यो हाम्रो समिति हो। यो दैलेखभरिका मान्छेहरूको समिति हो। अब यो चाहिँ यो मन्दिर बनाउनु बेला कसले सहयोग गरे त्यो बारेमा लेखिदिएको छु। यो मन्दिर बनाउनु बेला सहयोग गरेको बेलासपुरे राजा कर्णसाईको 5औं पुस्ताका राजा जिजुबुवा कप्तान श्री